नेपालको इतिहासका पानाहरू पल्टाउँदा सायदै कुनै त्यस्तो नाम होला जसले जङ्गबहादुर राणाको जस्तो तीव्र र परस्पर विरोधी बहस सिर्जना गर्छ। आजको यस व्याख्यामा हामी नेपालको इतिहासकै सबैभन्दा ध्रुवीकृत र प्रभावशाली पात्रमध्ये एक जङ्गबहादुर राणाको जीवन र शासनकालको गहिरो अध्ययन गर्दैछौँ। के उहाँ साँच्चै एक दूरदर्शी राष्ट्र निर्माता हुनुहुन्थ्यो जसले देशको सार्वभौम सत्ता जोगाउनुभयो, वा एउटा क्रूर शासक जसले देशलाई अन्धकार युगमा धकेल्नुभयो? आज हामी यी ऐतिहासिक तथ्यहरूलाई गहिरिएर केलाउनेछौँ। ल, अब यसलाई यसरी बुझौँ। यी दुई भनाइहरू हेर्दा नै थाहा हुन्छ आजको आधुनिक समयमा पनि उहाँको विरासतलाई लिएर कति धेरै चरम ध्रुवीकरण छ। एकातिर उहाँलाई एक शताब्दीभन्दा लामो निरङ्कुश राणा शासनको जग हाल्ने र आम मानिसलाई शिक्षा र प्रगतिबाट वञ्चित गर्ने व्यक्तिको रूपमा हेरिन्छ। तर अर्कोतिर उहाँलाई अत्यन्त चतुर कूटनीतिज्ञ र नेपालको भौगोलिक अखण्डता जोगाउने राष्ट्रवादी नेताको रूपमा पनि सम्मान गरिन्छ। यसलाई हामी सबैलाई एउटा अत्यन्तै महत्त्वपूर्ण र विचारणीय प्रश्नको अगाडि उभ्याउँछ। आखिर सत्य के हो त? राष्ट्रका निर्माता वा यसका सबैभन्दा ठूला तानाशाह? आजको यस प्रस्तुतिमा हामी कुनै एउटा पक्षको मात्र वकालत पक्कै गर्ने छैनौँ। यसको सट्टा उहाँको शासनकालको प्रतिभा र क्रूरता दुवै पक्षहरूलाई एकदमै निष्पक्ष रूपमा केलाउँदै यो जटिल ऐतिहासिक व्यक्तित्वलाई बुझ्ने प्रयास गर्नेछौँ। सुरुवात गरौँ पहिलो खण्डबाट, रक्तपातपूर्ण उदय। जङ्गबहादुर शक्तिको केन्द्रसम्म कसरी पुग्नुभयो त? खासमा यो पुरै यात्रा सुनियोजित हिंसामा खडा गरिएको थियो। यहाँ देखाइएको समयरेखाले यो कुरा स्पष्ट पार्छ। सन् 1846 को त्यो चर्चित कोत पर्व, जहाँ उहाँले आफ्ना सबै प्रमुख राजनीतिक प्रतिद्वन्दीहरूलाई सिद्ध्याउनुभयो। त्यसपछि हेर्नुस् है, आफूलाई प्रधानमन्त्री नियुक्त गर्न लगाउने रानी राज्यलक्ष्मी देवीलाई नै उहाँले बनारसतर्फ निर्वासित गरिदिनुभयो। र अन्ततः सन् 1847 को अलौ पर्वमा राजा राजेन्द्रका सेनालाई पराजित गरेर उहाँले राजालाई नै गद्दीच्युत गर्न बाध्य पार्नुभयो। यी घटनाहरूले नेपालको सम्पूर्ण सैन्य र प्रशासनिक शक्ति एउटै व्यक्तिको हातमा ल्याएर राखिदियो। अब जाउँ दोस्रो खण्डमा, कूटनीति र राष्ट्रिय अस्तित्व। आन्तरिक राजनीतिमा यति क्रूर बाटो अपनाएका जङ्गबहादुरको बाह्य नीति भने नि साँच्चै नै अत्यन्तै चतुर थियो। दक्षिण एसियामा बेलायती उपनिवेशवाद ढडेलो जस्तै फैलिरहेको त्यो समयमा पृथ्वीनारायण शाहको दुई ढुङ्गा बीचको तरुल सिद्धान्तलाई उहाँले कसरी परिमार्जन गर्नुभयो भन्ने कुरा यहाँ स्पष्ट देखिन्छ। एकातिर कमजोर हुँदै गइरहेको छिङचिनसँग उहाँले सतर्कतापूर्वक दूरी कायम राख्नुभयो भने अर्कोतिर शक्तिशाली बन्दै गएको बेलायती भारतसँग सैन्य गठबन्धन र खुला सञ्चारको नीति लिएर नेपाललाई विदेशी हस्तक्षेपबाट जोगाउनुभयो। यो एक प्रकारको मास्टर स्ट्रोक नै थियो। उहाँका यी कूटनीतिक कदमहरू तत्कालीन समयको लागि कति बोल्ड थिए भनेर अन्दाज लगाउनुस् त। सन् 1850 मै युरोपको भ्रमण गर्ने दक्षिण एसियाकै पहिलो शासक। यसले बेलायतीहरूलाई नेपाल एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र हो भनेर स्वीकार्न बाध्य बनायो। अनि सन् 1857 को सिपाही विद्रोहमा बेलायतलाई गरेको त्यो रणनीतिक सैन्य सहयोग, त्यसकै प्रत्यक्ष परिणामस्वरूप सन् 1816 को सुगौली सन्धिमा गुमेको भूभागमध्ये बाँके, बर्दिया, कैलाली र कञ्चनपुर, जसलाई हामी नयाँ मुलुक भन्छौँ, त्यो भूभाग सन् 1860 मा नेपालले फिर्ता पाउन सफल भयो। यसले हामीलाई तेस्रो खण्डमा ल्याउँछ, प्रारम्भिक आधुनिकीकरणका बीज। अब यो युरोप भ्रमण केवल कूटनीतिक मात्र थिएन है, यसले नेपालको आन्तरिक संरचनामा पनि गहिरो प्रभाव पार्यो। त्यहाँको विकास देखेर फर्केपछि उहाँले सन् 1854 मा नेपालको पहिलो लिखित कानुन अर्थात् मुलुकी ऐन जारी गर्नुभयो। त्यही वर्ष नेपालको पहिलो पश्चिमी शैलीको शिक्षा दिने दरबार स्कुलको पनि स्थापना भयो। र अर्को महत्त्वपूर्ण कुरा, उहाँले युरोपबाट ल्याएको गिद्धे प्रेसले नै नेपालमा छापाखानाको जग बसाल्यो, जसले कालान्तरमा गोर्खापत्र जस्तो पत्रिकाको जन्म गरायो। तर यहाँनिर एउटा गम्भीर पाटो छ। चौथो खण्डमा हेरौँ, जातीय व्यवस्थाको संस्थागतीकरण। राज्यलाई कडा कानुनको दायरामा ल्याउने उहाँको चाहनाले एउटा संस्थागत दमनको प्रणाली पनि कसरी खडा गर्यो भन्ने कुरा यहाँ देखिन्छ। सन् 1854 को मुलुकी ऐन नेपालको पहिलो संहिताबद्ध कानुन त थियो, तर यसैले समाजलाई ठूलो खाडलमा धकेलिदियो। यस ऐनले सम्पूर्ण नेपालीहरूलाई कानुनी रूपमै 4 तहमा विभाजन गर्यो र तल्लो जातिका मानिसहरूलाई अछुत भनेर सीमान्तकृत गर्ने व्यवस्थालाई सिधै वैधानिकता दियो। यो तस्बिरले एउटा स्पष्ट चित्र प्रस्तुत गर्छ। 19औं शताब्दीको त्यो कानुनले बसालेको पितृसत्तात्मक र जातीय संरचनाको असर आजको दिनसम्म पनि समाजमा कति गहिरो गरी गँडेर बसेको छ भनेर हामी प्रष्ट देख्न सक्छौं। छोरालाई मात्र वंशको आधार मान्ने र सीमान्तकृत समुदायलाई स्रोत साधनबाट वञ्चित गर्ने प्रणालीगत सीमान्तकरणको ज्वरो त्यही ऐनले अझ बलियो बनाएको थियो नि। यसै सन्दर्भमा 5औं खण्डमा हामी यसको दीर्घकालीन सामाजिक मूल्यको कुरा गर्नेछौँ।
इतिहास भनेको बितेका पानाहरू मात्र होइनन् नि। सन् 1854का ती कठोर नीतिहरूको प्रत्यक्ष परिणाम आज पनि देखिन्छ। आधुनिक समयको यो तथ्याङ्क एकपटक हेरौँ त, तराईका दलित समुदायमध्ये मुसहर समुदायको साक्षरता दर मात्र 6.9% छ। विचार गर्नुस् त, जम्मा 6.9%। यसले के प्रश्न पार्छ भने 1850को दशकमा संस्थागत गरिएको भेदभावले आज 100औं वर्षपछि पनि यी समुदायहरूलाई माथि उठ्नबाट रोकिरहेको छ। हुन त नेपालमा सन् 1963को नयाँ मुलुकी ऐनले जातीय आधारमा हुने छुवाछुतलाई औपचारिक रूपमै अन्त्य त गर्यो, तर व्यावहारिक वास्तविकता अझै निकै फरक छ। जङ्गबहादुरको शासनकालले निर्माण गरेका आर्थिक, शैक्षिक र सामाजिक अवरोधहरू आज पनि धेरै हदसम्म उस्तै छन्। राज्य सत्तामा प्रतिनिधित्वको शून्यता, गरिबी र भूमिहीनता, यी सबै त्यही कठोर कानुनका स्थायी दागहरू हुन् भन्दा फरक पर्दैन। अब पुग्यौं अन्तिम खण्डमा, एक जटिल ऐतिहासिक विरासत। एकातिर देशको सार्वभौम सत्ता जोगाउने चतुर नेता, अर्कोतिर सामाजिक दमनको जग हाल्ने क्रूर शासक। यी दुई विपरीत छविहरूलाई कसै बुझ्ने त? उहाँको यो भनाइ सुन्नु है त। आक्रामक औपनिवेशिक विस्तारको त्यो कठिन युगमा ब्रिटिस प्रतिनिधिको अगाडि उभिएर उहाँले भन्नुभएको थियो, हामीलाई थाहा छ तपाईहरू शक्तिशाली हुनुहुन्छ, तपाईहरू सिंह जस्तै हुनुहुन्छ, हामी बिरालो जस्तै छौं, तर बिरालोले पनि आफ्नो रक्षा गर्छ। कति शक्तिशाली अडान! उहाँ बेलायतीहरूसँग सम्झौता गर्दै हुनुहुन्थ्यो, तर राष्ट्रियताको सवालमा झुक्न तयार हुनुहुन्नथ्यो। र अन्तमा यस व्याख्याले हामीलाई एउटा निकै गहिरो र अनुत्तरित प्रश्नमा ल्याएर छोड्छ कि कुनै राष्ट्रको बाह्य अस्तित्व र भूगोल जोगाउनुले त्यस राष्ट्रभित्रका आफ्नै जनतामाथि गरिएको संस्थागत दमनलाई न्यायोचित ठहराउन सक्छ त? वा राज्यको सफलता केवल भूगोलको रक्षामा मात्र नभई त्यसभित्र बस्ने हरेक नागरिकको समानता र स्वतन्त्रतामा निर्भर हुन्छ? यो यस्तो प्रश्न हो जसले हामीलाई इतिहासको निरन्तर खोजी र अध्ययन गर्न सधैँ प्रेरित गरिरहनेछ। आजको यस प्रस्तुतिमा हामीसँग जोडिनु भएकोमा धेरै धेरै धन्यवाद।